छन्छ तेरिका सोचो के भइदिन्छ के सोचो के भइदिन्छ के सोचो के भइदिन्छ के सोचो के भइदिन्छ देशमा बस परिवारलाई पाल्न गाह्रो भइदिन्छ भइदिन्छ सोच सिधा जनता पनि झोले भइदिन्छ विदेश गए राम्रै हुन्छ सबै कुरा फोनमै भइदिन्छ फर्किआए जिरो ब्यालेन्स स्वास्नी पहिल्यै गइदिन्छ स्वास्नी पहिल्यै गइदिन्छ राम्रो काम गर्ने मान्छे सधैँ जालमा पर्दिन्छ गलत काम गर्नेहरू नेताको शरण पर्दिन्छ के सोच के भइदिन्छ के सोचो के भइदिन्छ के सोच के भइदिन्छ के सोचो के भइदिन्छ होइन हो मिर्जु के भो के सोचे के भइदिन्छ मिज्यू हाम्री छोरीको बिहे नभएसम्म त्यो डिग्री कान्छाको यो घरमा छाया पनि पर्नु भएन। तर बा म बिहा गर्छु त त्यो डिग्री कान्छासँग मात्रै गर्छु। मेरो बिहे तसँग होइन अर्कै केटासँग हुन लागेको छ। कुन केटालाई शनिले घेरेछ त्यसको छाला काटेर ढ्याङ्गुरो बनाएर ड्याम्का ड्याम बजाउँछु। बचाउँछस् जसरी चल्छ चल्छ। तिम्रो ज्यान चोरेर पालिहाल्छौ, म एउटा ज्यान जसो गरेर दुःख गरेर पाल्छु। मैले त्यस्तो काम गर्नु छोडिसके के यसो काकीलाई पनि कहिलेकाहीँ सम्झेर फोन गर्दै गर है बाबु। भइहाल्छ नि काकी। के गर्नु मलाई परिस्थितिले यो देशमा बस्न दिएन। तपाईँ पनि ठग हो ठगले ठग्न भनेर के भन्ने ठक्क ठग मलाई ठग्ने उहाँ मेरो सिन्धु, उहाँ मेरो इज्जत, अनि मेरो इज्जतलाई मेरो आँखा अगाडि हात लगाउने म मारिदिन्छु। ओइ केटा भानेको बुढीलाई गाली चढेछ त भाग। पालेन भने पनि के नभएको के नभए जस्तो पाल्यो चिलाएर वाक्क दिक्क लगाउने यार। बाटुली होइन ढोका ताल्छ साल्छ लाएर कहाँ हिँडेको झोला बोकी त ठिकै छ तर त्यो चाबीले त त्यो तेरो बाउको सम्पत्ति हो खुरुकोले ल ओइ त कहाँ हिँडेको भन् त म माइत हिँडेँ कि तिमीसँग बस्नु भन्दा त माइतैमै ठिक छ। ए तेरो मात्र जाने ठाउँ त्यसो भए म पनि ससुराली जान्छु। अब त घरमै आएर मान्छे पिट्न थाल्छन्। बरु माइत जान्छु त्यही बुढी आमासँग बस्छु, कमसेकम साथी त हुन्छ। बाटुली कहाँ हिँडिरह्यो भनेको घरमा कहिले भना भन् त भइहाल्छ नि भना भन् भयो भन्दामा घर छोडेर हिँड्नुपर्छ त हिँड फर्की घर भनाभन भएर घर छोडेको होइन, तिम्रो हैसियत देखेर घर छोडेको। ठुक्क नामर्दा नामर्दा चाहिँ नभन न बाटुली मर्द हो मर्द यो 7 गाउँमा म जतिको मर्द कोही पनि जन्मेको छैन बुझ्यौ। नाप्यौ जुन मान्छेलाई घरमै आएर पिटेर जान्छ अनि त्यही मान्छे चाहिँ मर्द। ल्याउ यो चुरा, आजदेखि चुरा लाएर हिँड।
के सोच्यो के भइदिन्छ सोचेको जस्तो नहुने रहेछ बाटुली त्यही पनि म एकचोटि ट्राई गर्छु नहुँदो रहेछ बाटुली देख्यौ चुरा लाउन कति गाह्रो हुन्छ नारीलाई हेप्ने नगर तिमीहरूले पो जातले पाएकोले गर्दाखेरि यो चुरा सजिलैसँग लाउन सक्छौ खुब ठुलो कुरा गर्छ तिमी पनि त जातले पाएको त्यही भएर नमर्दैन मर्द बन आजको मितिबाट कसैको कुटे खाएर घर आउने होइन हुन्छ क्या बाटु हुन्छ आजको दिनबाट म कुटाइ खाने होइन कुटेर चाहिँ आउँछु ल हैन नि त हैन। बरु अर्काको बुढी फर्काउनु सजिलो होला आफ्नो बुढी फर्काउनु साह्रै गाह्रो बिहानदेखि कुखुरालाई चारो लिन गएको लाउरे अझसम्म घरमा आइपुगेको छैन यहाँ कुखुरा कराएर हैरान भइसक्यो कुखुरालाई चारो लिन गयो कि आफै चारो ठोकेर बस्या हो केही ठेगानै छैन छोरी ट्युसन पढ्छु भनेर हिँडे कि के गर्नु पढ्न दिन परेको अहिलेको जमाना नपढे पनि काम छैन के गर्नु सवारी भयो मालिकको ए आइपुग्नु भयो खै कुखुरालाई चारो के को चारो खसीको मासु ल्याएको छ पर भुट्ने हो तिन पानीसँग च्याराप्प खाने हो मसँग पनि च्यालेन्ज दिइरहेछ तिमीहरूलाई पनि चिसो ल्याइदिउँ भनौँ भने के विषादी मिसाउँछ रे आजको लागि त्यही तिन पानी नै पिउ होइन छोरी घरमा छैन त कहाँ जान्छ यो छोरी त साथीकोमा होमवर्क गर्न गएको छ के गर्नु डिग्री कान्छ बाबा घरमै आएर सिकाइदिन्थ्यो अब ऊ विदेश गएको पहिला हो नि तिमीलाई पनि त्यो डिग्री कान्छको त्यत्रो याद आउँछ राम्रो मान्छेको याद कसले आउँदैन र भने आइहाल्छ नि मलाई त त्यो डिग्री कान्छ आफ्नै छोरा जस्तो लाग्छ किन किन लाउरेनी तिमी भनेर मात्र हेर त्यो डिग्री कान्छ भन्दा राम्रो छोरा जन्माउने तयारी गर्छु म राम राम मर्ने बेलामा हरियो काँक्रो अहिले कसैले सुन्यो भने के भन्ला सुने के भयो त आज लाउरे मोडमा छ भन्छ हत्या बिसाको मात्रै हो चलाउन बिर्सेको छैन मरे एक मारे 100 के लाउरे नि यो मासु भित्र लगेर पर बुढा ओइ दीपक हामी यसरी कतिन्जेल बस्ने केही काम खोज्नु पर्ला काम खोज्ने भने त हो नि पढाइ सढाइ छैन पढाइ बिना कसले जागिर देला रहे ओइ प्यारी ओइ प्यारी एक्लै कता हिँडे कि यसो साथी चाहिन्छ भने हामी फुर्सदमै छौँ म एक्लै जन्मेको मलाई कोही पनि साथी चाहिँदैन के भनिस् हिजोसम्म तँसँग डिग्री कान्छा थियो तर ऊ आज विदेश गइसक्यो त्यो डिग्री कान्छालाई विदेशबाट आउन 2-3 वर्ष लाग्छ त्यतिन्जेलसम्मलाई मलाई समय दे त्यो डिग्री कान्छाको सब यादहरू मेटाइदिन्छु के भनिस्
मान्छे प्यारी त्यहाँ हुन्छ यो डिग्री कान्छा। कान्छा त त विदेश जान्छु भनेर हिजो मात्रै गएको, आजै फर्किस्? यसरी त तर म कसरी एक हुन्छ? एउटा कुरा प्यारी, यदि म आज नफर्केको भए तेरो र मेरो भेट जिन्दगीभर हुँदैन थियो। प्यारी, आज म सही समयमा नआएको भए त बलात्कार भइसकेको हुन्थिस् अनि तसँग दुईटा अप्सन हुन्थ्यो, एक आत्महत्या अनि दोस्रो गाउँ छोडेर जानु पर्थ्यो। डिग्री कान्छा, मलाई सधैँभरि यसरी नै माया गरिराख है। यसरी नै माया गर्नु त हुन्थ्यो नि प्यारी, तर के गर्नु, खर्चै बढी। कति नै विदेश गएर पैसा कमाएर ल्याए जस्तो। प्यारी, ओए प्यारी, स्टोरी नाकै टुप्पामा छ के? ओए ओए आउँछ पाछेन बिचारा हिँड्छ सबै। होइन कति ढिला हिँडेको, अल्छिने खुट्टा चाल न। नाम मेरो पातली, ज्यान हेर्दै थाहा हुन्छ नि। हेर पातली, तिमीसँग गयो भने कारलाई पुगिँदैन। तिमी यहीँ बस, घर फर्क मात्रै गए। अब यो भानेलाई सेउला बोक्नु पर्ने भयो? यो गाउँमा मेरो इज्जत छैन? बरु घरमा त कुटी कुट्न। क्या नाम, यो उमेरमा त यति राम्री मान्छे। हाम्रो नेतासँग आउनुभन्दा अगाडि कस्ती हुनुहुन्थ्यो क्या रे? लाउरेजी पनि हजुर पनि त 17 को देखिनु भएको छ नि। 50 कटे पनि 35 को जस्तो देखिन्छु, 17 को चाहिँ नभन्नुहोस् न। अनि लाउरेजी कता हिँड्नु भएको नि? एउटा जग्गाको 4 किलाको सिफारिस लिनु थियो, वडातिर हिँडेको। ए मैले पो अल्मलाएछु, जानु जानु ढिलो हुन्छ। जावा 4 किलाको सिफारिस त हो नि, भोलि ल्याइहाल्छु नि। बिजु, म त वडामा हिँडेको। उभिएरै कुरा गरौँ भने परै जस्तो लाग्छ, बसेरै कुरा गरौँ त। राम्री मान्छे के गरेर बस्यो कि? खुट्टा मड्केर। अब त्यत्तिकै गाह्रो भएको छ भने म बोकेरै पुऱ्याइदिन्छु नि। तँलाई घर मात्रै आइजन, मैले जानेको छु। राम्री मान्छे बस्दै गर है, म त मेरो बुढी भन्दा छिटो पुग्नुपर्छ। जा अब यति सेउला बोकेर हिँड्न सक्दिनँ भनेर मसँग बाजेर हिँडेको मान्छे खुब त्यो मोटीलाई त बोकेर पुऱ्याइदिन्छु भनेको होइन?
तिम्रो अनुहार त के हेर्नु ठुक्क अहिलेलाई यही अनुहार हेरेर चित्त पो जान बाँकी कुरा त रात देखाउला ओइ बाटुली पछाडिबाट एट्याक गर्छस् सक्सेस भने अगाडिबाट आएछ सिङ्गल भिडौँ बाघ माराको छोरी हो भिड्ने भाइ भिडौँ आइज होस् नभिडौँ आज कुनै दिन भिडौँ ल ओइ भाने भिड न भाने भिड म जस्तो मर्दसँग सक्दैनस् बुढीसँग भिड न ठुलो कुरा नगर नेताजु अहिले फेरि त्यही आएर हान्नु पर्ला नि फेरि आइज भाने आइज मैदानमा आइज कसले कसलाई हान्छ भन्ने थाहा हुन्छ होस् आज हात हाल्दिन आजको राशिफलमा काटमार गर्नु हुँदैन भनेर लेखेको छ तर मेरो राशिफलमा आज काटमार गर्नुपर्छ भन्ने लेखेको छ ठक्क नमर्दा चुरासँग एलर्जी छ हौ बाटुले